अरू समयमा दुःख पीडा भए पनि अब न्यु इयरमा चाहिँ रमाइलो हो वेलकम टु माई युट्युब च्यानल है सबजनालाई स्वागत छ। यता चाहिँ हाम्रो भान्जी हुनुहुन्छ। के छ ठिक छ रमाइलो भइरहेछ एकजना सान्डे हुन्छ। What? यता चाहिँ साथीहरू फुल टिपे है। हाम्रो भान्जी चाहिँ फेरि गायककार हो के एकदम सुन्दर गायककार हो। यता चाहिँ हाम्रो बहिनीहरू देख्न सक्छौँ। भान्जी ए भान्जी कहाँ जानु लाग्यो रे? जन्तरेसम्म जाने होइन? उकालो आउँदैछ है। गाउँले मान्छे हो के अरे उकालो चढ्न जानिन्छ फेरि। थकाइ पनि लागेको छ रमाइलो पनि भएको छ। हामी चाहिँ ठ्याक्कै भन्दाखेरि जानु लाग्यो के गाइज। अरू बेला चाहिँ जस्तो भए पनि न्यु इयरमा चाहिँ रमाइलो गर्नुपर्छ क्या। टाङजाली ग्याङ रमाइलो भइरहेछ है। हामी चाहिँ घाम झुल्केमा हिँडिरहेको अहिले चाहिँ जङ्गलको बाटो हिँडिरहेको। यो चाहिँ हाम्रो डान्सर हो क्या एकछिन नाचिदेऊ न। यतिखेर हाम्रो टोली चाहिँ माथि ढाकाको आसपास आइसकेको छ है। ए साथीहरू यता छन्। ओहो यतातिर भेडाहरू छन् यार। माथि चाहिँ हामी ढाका हेर्न सक्छौँ। लगभग पुग्न लागिसकेका छौँ होइन? ठिक छ क्या। हामी चाहिँ डाङजाली ग्याङ होइन? डाङजाली यो चाहिँ डाङ्जाको छैन जस्तो छ क्या। यो चाहिँ कोरियन जस्तो छ क्या। फेरि योले बरु चस्मा पनि लुटेर होइन यस्तो पोच लिन खोज्दैछ क्या। कहाँ यार यस्तो फोटो खिच्ने। यो चस्मा कसको रे? मेरो चाहिँ झोला छ होइन। यहाँ चाहिँ हाम्रो नास्ता पानीहरू बोकेको। ओ यहाँ स्पिकर चिजेला डाटा केबल राम्रोसँग राख है। यता चाहिँ हाम्रो साथीहरूलाई चाहिँ ठगाइ लागे जस्तो छ क्या। आराम गर्दै हो भेनाजी? आराम गर्दै हो? के छ कान्छा? ठिक छ। यता चाहिँ हाम्रो के भन्छन् सिस्ने हिमाल हेर्न सक्छौँ। यहाँ भुसुले अलि राम्रोसँग देखाएको छैन। सिस्ने हिमाल झ्याप्प लाएर यता अरू चाहिँ थाहा छैन क्या। फेरि सिस्ने हिमाल भन्ने मात्रै थाहा छ। ल यता हाम्रो नास्ता हुँदैछ। नास्ता खक्का हुँदैछ क्या फेरि होइन? नास्ता सस्ताहरू खाएर अब यताको बाटो चल्ने हो। भेडाहरू रहेछन्। के नास्ता पाउँछ? नास्ता खाने तरिका भनेको चाहिँ यस्तो हो क्या फेरि। रोटी गाइड
खाइ ल दसवटा रोटी एउटा करेन्ट चाउचाउ खाइ ल बिनिता राईको फ्यान हो क्या म बिनिता राईको फ्यान रोटी खाइ ल कस्तो मिठो आफ्नै चुलोमा पकाएको आफ्नै चुलोमा पेलेर पकाएको मिठो छ उता चाहिँ गीत बजिरहेको छ नाच्नु पर्यो क्या यार अहै खै ताली पनि बजायो न ताली यो चाहिँ फेरि बब्बाल हो क्या यता यता अर्को आउँदैछ फेरि बिचरा यो एक्लै बसेर होइन कति कराइरहेको क्या नास्ता पनि खाइसक्यो है हाम्रो टोली अब लागेको अझै उकालो चढ्न बाँकी छ यता चाहिँ हाम्रो सालो हो रमाइलो फिल भइरहेछ धेरै रमाइलो साना चटपटे यता चाहिँ हाम्रो भोटे कुकुर आमामा के साह्रो भुकेको यस्तो भुक्न नि कति जानेको यार यो चाहिँ हाम्रो भेडी गोठे दाइहरू है देख्न सक्छौँ यता भेडाहरू चाहिँ यता छन् आम्बो टोक्ला टोक्ला जस्तो छ गुराँस यता चाहिँ हाम्रो गुराँस देख्न सक्छौँ आहा गुराँस क्या मजाले फुलेछ है तर के फुलेको भन्नु यार सब झर्न आँटिसकेको छ क्या यता हाम्रो सालो चाहिँ आफ्नै पारामा हो कि फेरि होइन मेरो लुक्स मेरो साइक मेरो स्टाइल हो हातमा ट्याटु लङ्गा पोलिदेखि पाएँ गफ गरे हेर न गफ गरे दुईटा गर्लफ्रेन्ड छैन मलाई थाहा छैन ओहो गुराँस जलजला यता जलजला पनि देख्न सक्छौँ है धापकामा चाहिँ यस्तो गुराँस फुलेको रहेछ क्या खासमा मान्छे आउने भनेकै यस्तै गुराँस हेर्नु हो क्या फेरि यतातिर है मान्छे चाहिँ फेरि गुराँस खान हिँडेको के हो वाह गुराँस चाहिँ खट्रा छ क्या फेरि यता दुईजना साथीहरू अझ यता ठुल्ठुलो पहाडहरू छ है गुराँस पनि खानुपर्छ गाइज म चाहिँ गुराँस खान हिँडेको ल गुराँस पनि कति अग्लोमा हो क्या है मिठो छ यार मिठो छ मिठो छ मिठो छ गाइस मिठो छ है नाच्यो 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 खै नाच खै नाच नाच गान छैन यस्तो के रमाइलो होला यार यस्तो तेरि नाच्नु पर्छ क्या यो चाहिँ हाम्रो ग्रुपको सबैभन्दा कमेडियन मान्छे हो फेरि कपाल पनि यस्तो फालेछ हो साँच्चीकै गुराँस बब्बालै फुलेर रहेछ यार यसपालि चाहिँ है त्यतिर हेर्न सक्छौँ यता चाहिँ हाम्रो फेरि लाइभ होस्टर हो क्या
यो चाहिँ हाम्रो लाइभ होस्टर हो लाइभ बसिरहेको छ कि बसिरहेको छ जे होस् लाइभ बस्नुपर्छ पैसा कमाउनु पर्छ है यता चाहिँ हाम्रो ढापका यता देख्न सक्छौँ है हामी चाहिँ यार अनि आउने मात्रै हो पोज छैन यो चाहिँ ढापकाको होइन यो चाहिँ ढापकाको यता चाहिँ दाइहरु अब यता चाहिँ भेडा सन छ हेर्नु त एकचोटि भेडा काट्नु भएर भेडा हो दाइ के गर्नु भएको सन यता देखाउनुहोस् सालो यसलाई चाहिँ तन्न उसिनेर हैन सिलाएर यसमा चाहिँ जाली सुन्ने हो के ल ल सिरो गर्ने दाइहरुले चाहिँ भेडा टन्नै पाल्नु भएको रहेछ यता चाहिँ भेडादेखि सन निकाल्दै हुनुहुन्छ दाइहरु चाहिँ यस्तो भेडा हेर्न पाइस् त आहा मजा आउँछ नि यो चाहिँ सन निकाल्ने तरिका हो के दाइहरु उन निकाल्ने तरिका हो यो चाहिँ बेस्ट आइडिया हो के लोकल आइडिया हो यता हाम्रो साथी पनि भनौँ भेना पनि भनौँ उहाँले चाहिँ फेरि भेडाको सन काट्नु हुँदो रहेछ के राम्रो भएर छ भेना ओनाची नमसरैङै राखेछि दि सुई ओनाची नपोले एटा छु आसे बुढा आसे खालगा छ यतातिर चाहिँ हाम्रो लुकुम ठ्याक्कै यतातिर पर्छ है लुकुम आसपास आइसकेको जस्तो लाग्छ के हामीलाई चाहिँ त्यहाँ गुराँस टन्नै फुलेछ ओहो माय गॉड भेडाहरु चाहिँ क्या मजाले गइरहेछ नि ल हाम्रो ग्याङ चाहिँ यता भड्किदै छ है हाम्रो ग्याङ माय गॉड भेडाहरु चाहिँ है क्या मजाले हिँड्दैछ नि यार हाम्रो भाइ चाहिँ फेरि चिलमा हो क्या रुकुम माइकोट हामी चाहिँ तलको साइडमा हो है रुकुम माइकोट रुकुम माइकोट रुकुम माइकोट ल गाइज बबाल रमाइलो भइराछ है रमाइलो ढापका लक्ष्य हामी आइसकेका छौँ है साथीहरु आउँदैछन् नाच्यो नाच्यो नाच्यो
यताको बाटो गएर हामी चाहिँ उतादेखि घुमेर अब घरतिर चाहिँ लाग्ने प्लान छ है। न्यु इयर रमाइलो भइरहेछ। अरू समयमा दुःख पीडा भए पनि अब न्यु इयरमा चाहिँ रमाइलो हो कि। फाइनल्ली हामी चाहिँ ढापकामा आइसकेका छौँ है। हावा चाहिँ मजाले चलिरहेछ। हामी चाहिँ यता गएर माथि गएर अब तलतिर झर्ने प्लान छ। जाडो रहेछ यार, जाडो भइरहेको छैन मलाई त, जाडो भइरहेको छ यार। यतालाई चाहिँ जाडो भइरहेको छ के हो? जाडो छ छैन? ओहो, यता चाहिँ भेडाहरूको बथान भसकै पाइँदो रहेछ। यता चाहिँ हाम्रो बाजेहरूले बथान सारिरहनु भएको छ। टक्क माथि गुराँस, तल भेडाहरू होइन। क्या मजा छ यार। आहा, यतातिर ब्युटिफुल सिनेरी पनि देख्न सक्छौँ। गुराँस पनि तन्नै फुलेछ। One hour later. यता चाहिँ फेरि हाम्रो नास्ता रेडी हुँदैछ है। ल है, मिठो 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 छ गाइज। ल है, मिठो मिठो आयो गाइज। चटपट चटपट। आहा, मिठो छ है, मिठो। ल हाम्रो भान्जीले चाहिँ खक्का खाँदैछ क्या फेरि। खाए ल, मिठो छ। हामी चाहिँ ढापकाको माथिनेर आएर नास्ता गर्दैछौँ है। मिठो छ, पिरो छ, जाडो पनि छ। A few moments later. हेलो गाइस, अब यतिखेर जाडो निकै बढिसकेको छ। अब फर्किने तर्खरमा छौँ है। चिसो छ, पानी परिरहेको छ, हावा यस्तै छ, चिसो छ। मरिन्छ है, मरिन्छ। कोही साथीहरू कोही साथी अब यतातिर गएर ढापका जाने हो एकछिन। त्यसपछि चाहिँ एउटा चाहिँ उफ्रिरहेको छ क्या यार जाडोमा। गर्छ हान्जी। हजुर मामा, जाडो भइरहेको छ होइन? लास्टै जाडो भइरहेछ। यहाँ चिसो चिसो पानी परिरह। पानीले साइडबाट ठोकिरहेको छ यार। आम्मा घेन्ते घेन्ते उडी जाने पंछी कहाँ जाने खोइ, बगी जाने खोला कहाँ पुग्ने।